ल हामी नुहाउनु जानु लाग्यो होइन पहिला मार्केट गर्न जाने होइन अनि पहिला मार्केट गर्ने अनि नुहाउन जाने नुहाएर उताबाट मार्केट गरेर आउने नुहाउन जाने नुहाउन जाने पहिला मार्केट गर्न जाउँ त्यसपछि अनि समुद्र जानुपर्छ काम ल्याएर हामी यता 3 जना छौँ अनि उताबाट फेरि वायर हाउसबाट 2 जना आउँदैछन् साथीहरू टक्क लाएर उहाँ पनि रेडी भइसक्नु भएको उहाँ पनि रेडी भइसक्नु भएको मैले चाहिँ टक्क चस्मा लगाइदिएको म त हेर्नुसम्म भएको समुद्रको छेउमा कति फ्ल्याट हुने हो कति माछा मरियो देखेर कति लाउनु पर्यो मेरो यो समुद्रको पानीले धेरै नुहाएर पनि होला यसको कपाल सेतो सेतो हुने है होइन सबै सेतो भयो त दामी हो कि सबै सेतो भयो राम्रो पहिला नास्ता गरौँ कस्तो छ दाजु समोसा चाहिन्छ बहुत अच्छा है ये इंडिया में भी बहुत मिलता है ना जैसे यहाँ भी ये इंडियन रेस्टोरेंट है बहुत मिल रहा है बहुत मिलता है ये समोसा यहाँ पे बहुत अच्छा है ये लड़का है ना हमेशा ये पार्क में आके बैठ जाता है पता नहीं क्या देखता है अभी आदमी तो कोई नहीं है देखना तो धूप में हिँडेको छौँ हामी होइन बहुत धूप है ना कितना होगा अभी 43 डिग्री सेल्सियस कुवैत का गर्मी पता नहीं कब आएगा छोड़ने का दिन अब जुलाई लाग्यो अब खजुर पनि पाक्दैछ सकिन आँटिसक्यो सुरु गरे भन्नु न के को सकिन आँट्यो ल हामी सी साइड पनि पुगिसक्यो होइन सी साइड छ कस्तो राम्रो पानी कति सफा देखेछ क्या यार अहिले आएको है पिकनिकमा हिल डाल्न अपलोड गर्न त पायल बिच कुवैतलाई कोही मान्छे हिँड्ने मस्त कति घाम हो क्या आमा बिरालो बिचरा घामले आएको रे ले ले गर्मीले भनिदिनु त कस्तो फिल भइरहेछ समुद्रमा आउँदाखेरि एकदम गुड चिसो हावा चलेको छ गर्मी छैन अच्छा फिल भइरहेको होइन -43-44 डिग्री छ अनि तयारी हुँदैछ है कपडा सपडा खोल्दै यता माछा मार्न आउनु भएको छ होइन बच्चाहरू खेलिरहेको छन् यहाँ म पनि कपडा अब खोल्नु पऱ्यो होइन कस्तो समुद्रकै ढुङ्गाहरू कस्तो ढुङ्गा छ क्या यार बाबा
यहाँ कस्तो खालको ढुङ्गा हुन्छ क्या यस्तो यार सनग्लास गिर गया यार नीचे अब ऐसे कैसे निकालेंगे यहाँ पे गिर गया देखा है कि नहीं यार हप्ताभरि काम गर्यो अनि फ्राइडेको छुट्टी हुन्छ मान्छेहरू कति खुसी देखिन्छन् एक दिन भए पनि आरामको दिन पाउँछ नि त होइन कति खुसी देखिन्छन् मान्छेहरू अनि आजको दिन अब छुट्टी भएपछि भोलिबाट फेरि ड्युटी सुरु भइहाल्छ अनि फेरि एक हप्ताको लागि फेरि निन्द्रा खाना सबै मारेर काममा व्यस्त हुनुपर्छ त्यस्तै छ परदेशीको जिन्दगी होइन अनि साथीहरू सबै यसो भिडियो स्किप नगरिकन हेरिदिनु होइन अनि लाइक सेयर कमेन्टहरू गरिदिनु सब्सक्राइब गर्न नबिर्सिनु अनि आउँदाको दिनहरूमा मैले यस्तै भिडियोहरू राम्रो राम्रो कन्टेन्टहरू ल्याउने प्रयास गर्दैछु हजुरहरूको साथ र माया सपोर्टले गर्दाखेरि अलिक मलाई हौसला मिलिरहेको छ यस्तै साथ सपोर्ट गरिदिनु होला अब कस्तो कस्तो के हुन्छ म हजुरहरूलाई देखाउने प्रयास गर्दैछु होइन अब नयाँ छु सिक्दैछु होइन सिक्ने मौका दिनु होला हजुरहरूले हामी मार्केट गरेर पनि फर्किदिसक्यो अब रुम पुग्न लाग्यो रुम यतातिर हो आजको भिडियो एन्ड गर्छु लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला है त साथीहरू हजुरको साथ सपोर्ट माया मलाई धेरै आवश्यक छ है यहाँ रोड क्रस गरेर जाने हो यसरी हाम्रो रुम यहीँनिर हो ल भिडियो यहीँ बन्द गर्छु गुड नाइट बाई बाई टेक केयर